र यसरी नै होइन तिम्रो नआउने भिडियो चाहिँ र यसरी नै नजिक चाहिँ बस न हामी यात्राको मध्यतिर आइसकेका छौँ यो स्कुल रमाइलो स्कुल सँगै भएर हामी डाँडा निकै नै अग्लो डाँडा काटेर यो मध्य जाडोमा यहाँसम्म आइपुगिसकेका छौँ अब म धन्यवाद एउटा पर्यटकलाई एक प्रश्न सोध्न चाहन्छु ओ साथै हाम्रो साथीहरूले कस्तो मनोरञ्जन गरिरहनु भएको छ होइन बुझ्न चाहन्छु त्यसै गरी हाम्रो प्रयासजीको धारणा लिन चाहन्छु कस्तो भइरहेको छ एकदमै रमाइलो भइरहेको छ हो हामी यत्रो डाँडा कटेर यहाँसम्म आयो तिम्रो धारणा के हो डाँडा चाहिँ एकदमै उकालो रहेछ बाटो ओके आइसकेपछि हिमाल चाहिँ एकदम ओके ल ल ल यसरी नै हामी यात्रा अगाडि बढ्ने छौँ म्यान हामी देख्न सक्छौँ त्यहाँ धेरै मान्छेहरू होइन लाम लाएर पुरै पानी ताप्नमा व्यस्त हुनुहुन्छ ठिक छ कमान आउँदै गर्नुलाई हामी उहाँहरूलाई छोडेर जाँदैछौँ लामा के देखाएको त्यस्तो र हामी निकैमै रमाइलो डाँडाको अर्को पाटोतिर प्रवेश गर्न लागिरहेका छौँ प्रयास हुनुहुन्छ मेरो अगाडि ओ म्यान दिस इज फकिङ ग्रेट म्यान Oh, I love this place. निकै नै सुन्दर ठाउँमा अवस्थित यो स्कुल देख्न सक्छौँ हामी दाहिनेतर्फ यो निकै नै रमाइलो डाँडामा आइसकेका छौँ हामी पछाडि हाम्रो साथीहरू आइरहेको देख्न सक्छौँ उहाँ हुनुहुन्छ मिस्टर स्टेक पछाडि देख्न सक्छौँ सोइ पानी खाँदै ठिक छ यसरी नै अरू आउने क्रममा हामी परिचय अगाडि बढाउँछौँ अहिले चाहिँ यो डाँडाको भ्यू हेरौँ एकछिन यत्रो बोलिसकेपछि 2 मिनट नै भएर हुन्छ कति के भयो अरे हामी निकै नै डाँडा चढेर यहाँसम्म आयौँ सोहीज्यूको धारणा लिन चाहन्छु यता हेरेर कृपया यता कस्तो लागिरहेछ रमाइलो भइरहेछ ल धन्यवाद धेरै बोल्नुभयो हामी अर्को मान्छेसँग धारणा लिन चाहन्छौँ मिस्टर रोय पछाडि फर्केर कस्तो लागिरहेको छ यात्रा यता हेरेर नलजाइकन यता हेरेर यता क्यामेरामा हेर्न सक्नुहुन्छ यात्रा भन्ने कुरा कहिले इन हुन्न कि आमा त्यस्तो भनेर कहाँ हुन्छ हामी फर्किनुपर्छ उहाँले निकै नै नराम्रो धारणा व्यक्त गर्नुभएको छ यसप्रति मेरो घोर आपत्ति छ र हामी देख्न सक्छौँ बाँकी 2 जना मित्रहरू अगाडि हुनुहुन्छ हाम्रो आकाश भाइ पछाडि भेले भाइ र हामी आकाश भाइको धारणा लिन चाहन्छौँ कस्तो भइरहेको छ यता फर्केर कृपया रमाइलो भइरहेको यता हेरेर जोस छ होइन भोलि गाउँ पुगिन्छ अब हो ल अनि हाम्रो अर्को निकै नै रमाइला विवेक भाइसँग पनि प्रश्न सोध्न चाहन्छौँ यता फर्केर यत्रो डाँडा काटेर धेरै स्ट्रगल गरेर यहाँ रमाइलो ठाउँ सब आयो के छ तपाईँको विचार यता फर्केर मलाई त अर्गाजम भइरहेको ओ दिस इज फकिङ ग्रेट म्यान अर्गाजम 1 मिनटको लागि होइन यो भनेको दिनै लामो अर्गाजम निकै नै राम्रो धारणा व्यक्त गरेँ यहाँ निकै नै ठिस धारणा व्यक्त गर्ने साथीहरू पनि हुनुहुन्थ्यो तर उहाँको एन्सर राम्रो लाग्यो यसरी नै हाम्रो यात्रा अगाडि बढिरहेको छ 3 मिनट 3.5 मिनटको मेरो यो कमेन्ट के भनौँ यो उमा मलाई निकै नै धेरै लामो बोलिसके जस्तो लागेको छ तैपनि बल्ल 3.5 मिनट भएको जानकारी गराउन चाहन्छौँ र हामी देख्न सक्छौँ साइडमा हिमाल हो ग्रेट हिमाल होइन दामी अनि हाम्रो बेला भाइ साइड लागिसकेको यता निकै नै राम्रो हो म्यान आई लभ दिस प्लेस यो रुखहरू साइडमा त्यो हिमालहरू यहाँ के गरिरहेको छ तिनीहरू हो ठिक छ ओके यसरी नै अगाडि बढ्दैछ खुट्टाको खिच्छु मैले पछि फास्ट मोसन गर्दाखेरि लास्ट रमाइलो हुन्छ भिडियो खिच्नु पर्ने रहेछ रमाइलो हुने रहेछ नि यार चिक्न र साथीहरू सबैजना एकै ठाउँमा देख्न सक्छौँ तर मेरो चाहिँ कहिले खिचिदिनु भएन चिक्न होइन हुँदैन र अन्त्यमा म होइन मेरो धारणा चाहिँ छैन के पनि र सबै साथीहरू बिस्तारै सानो उकालो अगाडि बढिरहेको छौँ साइडमा हिमाल अगाडि देख्न सक्छौँ 8-9 जना यात्रीहरू अनि अगाडि लामा स्माइल गर्दै पछाडि फर्किरहनु छ सबजना जोसमा हिँडिरहनु भएको छ होइन हिँडाइको चाल सुन्न सक्छौँ हामी खेसखेसरा कुसकुस गर्दै रातो एलोइस माटोमा आकाश देख्न सक्छौँ निकै नै राम्रो निकै नै सुन्दर लामा पुनः फर्किन सफल हुनुभएको छ पछाडि
लास्टै फर्किनु भएको छ फेरि एकपटक ओ हाम्रो आकाश भाइ पनि जम्प मानिरहनु भएको छ स्टिक म्यान चाहिँ मेरो साइडमा बसेर लुकुर 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 हिँडिरहनु भएको छ लुकुर 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 हिँडिरहनु भएको छ यो म्यान घलेगाउँ ये केले गाउँ रे स्टिक म्यान फर्ममा आइसक्नु भएको छ पुरै ओरिजिनल फर्ममा र हामी साइडमा देख्न सक्छौँ निकै सुन्दर हिमाल ओ म्यान साइडमा हुँदैन चारैतिर धेरै हिम श्रृङ्खला नि देख्न सक्छौँ टेक्निकल प्रब्लमको कारण हामी तपाईँहरूलाई राम्रोसँग हिमाल देखाउन सकेनौँ त्यसको लागि धेरै धेरै क्षमा प्रार्थी छौँ वाट एभर केटाहरू इन्जोय गर्दैछौँ अगाडि बढ्दैछौँ र एक ठाउँमा बसेर गएर मैले बनाएको भिडियो हेर्नै पर्छ सबले चिक्ने ओए मैले बनाएको भिडियो सबले हेर्नै पर्ने यहाँ यत्रो बेर कराइसकेँ मैले चोर चुक्नु लागिसक्यो राम्रोसँग हाल्थेँ फेरि पछाडि यो दौडको अन्तिम लगभग स्टिक म्यान भन्दा अलिकति अगाडि मात्र रहनु भएको छ बिस्तारै बिस्तारै हिँड्दै हुन्छ र हामी निकै नै रमाइलोसम्म ठाउँमा कुनै एउटा नयाँ ठाउँतिर पुग्दैछौँ रमाइलो हुँदैछ एन्ड द जर्नी गोज अन थ्याङ्क यू